हेलो साथीहरू, अब चाहिँ हामी दुईजना चाहिँ पूर्वको तातो तातो हावा खानको लागि लाग्यौँ पूर्वतिर। बीच बाटोमा पेडा पसल थियो। पेडा त नपकाइकन त कहाँ सुख मिल्छ र। म त धम्मा धम पकाउन थालेँ। त्यस पछाडि आफूले पकाएको पेडा आफै खान थालेँ। कति छिटो झमक्क रात परेर भिनाजु पनि लिन आइसक्नु भयो साली नानीहरूलाई। भोलिपल्ट चाहिँ भएन, विराटनगरको गर्मीले त साह्रै पोल्यो भनेर हामी लाग्यौँ नमस्ते झरनातिर। नमस्ते झरना जाँदाखेरिको बाटोमा चाहिँ यति मजा बथ्यो, तर यस्तो यो बाँसको यो पुल साह्रै अनसेफ लागेको थियो हैन। अनि त्यसरी नमस्ते झरना पनि यस्तो थियो, एकदम रमाइलो भयो साथीहरू। यति चिसो पूर्वको तातो गर्मी त बिर्साइ नै दियो। त्यस पछाडि धरान झरेर धरानमा त थुक्पा खानै पर्यो भन्दै भ्यू हेर्दै थुक्पा खाँदै बसेथे। नर्मली चिकन थुक्पा पाउन चाहिँ अलिकति तल झर्नुपर्ने, कि नभए माथि नै बनाइदिनु भनेर आधी घन्टा जति लाग्थ्यो के अरे। अनि हामी त तलै झरेर खायौँ। त्यस पछाडि आयो धनकुटामा बनेको कुरकुरे, कति मिठो थियो। अनि यो नरिवलको बिस्कुट, धनकुटे बिस्कुट त झन् के बयान गर्ने के साथीहरू, यति मिठो है, यति मिठो। यति भन्दै पार्ट 2 मा भेटौँला है साथीहरू। बाई बाई।